लेट्स गो सुकुटे बीच रिसोर्ट। फाइनली 6 महिनादेखि बनाएको प्लान आज सक्सेस भयो। हामी सबैजना दिदी बहिनी भिनाजु दाजु भाइ चाहिँ हामी घुम्न गएको थियौं सुकुटे बीच रिसोर्ट। शिक्षकहरूको आन्दोलन भएको भएर चाहिँ हामी थापादलीदेखि बानेश्वरसम्म चाहिँ हिँड्दै गयौं त्यस्तो तातो घाममा। तर केही छैन, मेमोरिज बन्यो। त्यसपछि हामी आफ्नो गाडी लिएर सुकुटे बीच तर्फ लाग्यौं। 3-4 घण्टाको बाटो कटेपछि चाहिँ हामी फाइनली सुकुटे बीच पुग्यौं। ओहो, त्यहाँ पुगेपछि हामी सबैजना एकदमै मक्खै भएको थियौं कि लास्टै खुसी भएको थियौं। त्यहाँनेरि इन्ट्रान्स लिएर चाहिँ हामी आफ्नो टेन्ट भएको ठाउँमा चाहिँ गयौं। त्यसपछि हामी सबैजनाले ड्रेस चेन्ज गर्यौं। नानी चाहिँ स्विमिङ खेल्ने भनेर मक्ख परिरहेको थियो अनि हामी पनि स्विमिङ खेल्ने प्लानमै थियौं। त्यो भन्दा अगाडि चाहिँ हामीले चाहिँ त्यहाँ जाने बित्तिकै चाहिँ दिने स्न्याक्स चाहिँ खायौं सबैजनाले, एकदमै मिठो थियो जुन चाहिँ। त्यसपछि चाहिँ हामी स्विमिङ पुल भित्र पस्यौं अनि स्विमिङ खेल्दा पनि एकदमै रमाइलो भयो। स्विमिङ नआए पनि पानीमा खेल्न चाहिँ रमाइलो हुने। त्यसपछि ड्रेस चेन्ज गरेर चाहिँ हामी डिनर तर्फ लाग्यौं। हामी सबैजनाले झ्याम भात खान थाल्यौं। त्यसपछि हामी गयौं रमाइलो गर्न। अब चाहिँ बल्ल हाम्रो रमाइलो स्टार्ट भयो। गीत बजिरहेको थियो पछाडि, हामी चाहिँ पुरा डिफ्रेन्ट गेम खेलिरहेको थियौं, भिडियो बनाइरहेको थियौं, रमाइलो गरिरहेको थियौं कि यो चाहिँ मेरो लाइफ टाइमको लागि एकदमै ग्रेटेस्ट मेमोरी बन्ने छ कि लास्ट रमाइलो भएको थियो। गुड मर्निङ गाइज। नेक्स्ट डे बिहान उठेपछि सुरुमा हामीले ब्रेकफास्ट लियौं। अब फोटोसुट गर्ने भनेर चाहिँ हामी सबैजना चाहिँ रेडी हुन तर्फ लाग्यौं। साँझतिर त ठिकै हो, शीतल हुन्छ। 9-10 बजेतिर त घामले तातेर मर्ने रहेछ। लास्टै गर्मीको बावजुद पनि हामीले चाहिँ एकदमै धेरै रमाइलो नै गरिरहेको थियौं। त्यहाँनेरि गएर खोलामा चाहिँ फोटो खिचिरहेको थियौं अनि त्यो भ्यूहरू हेरिरहेको थियौं। एकदमै रमाइलो भ्यू देखिरहेको थियो। त्यहाँबाट चाहिँ मलाई एकदमै मनपर्छ ग्रिनरी इन्भाइरोमेन्ट। त्यसपछि दिदी बहिनीको भिडियो नआउने कुरा त हुँदै भएन। अब घर जाने बेला भइसकेको थियो हाम्रो, सो हामी चाहिँ रेडी भएर चाहिँ घरतर्फ लाग्यौं। अब फेरि आउने भन्दै यो ठाउँलाई छोडेर चाहिँ हामी घरतिर लाग्यौं। बाई बाई सुकुटे बीच एन्ड बाई बाई एभ्रीवान, सी यू इन द नेक्स्ट भिडियो।